हेलो गाइज, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी जाँदैछौँ हर्क साम्पाङको कार्यक्रममा। कार्यक्रम चाहिँ हुँदैछ गौशाला स्थित सिफल चौरमा अनि हामी त्यहाँ हर्क साम्पाङका कुराहरू राख्नेछौँ। के कस्तो हुन्छ भिडियो मार्फत हामीले तपाईहरु सामु लिएर प्रस्तुत गर्नेछौँ। लागौं अब हामी हर्क साम्पाङको कार्यक्रमतर्फ। श्रम संस्कृति पार्टीका अध्यक्ष श्री हर्क साम्पाङ राईज्यू, श्री इन्द्र चामलिङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आजको यस काठमाडौँ, भक्तपुर, ललितपुर 3 जिल्लाको संयुक्त कार्यक्रमका सभा अध्यक्षज्यू, यस कार्यक्रमका आजका प्रमुख अतिथि श्रम संस्कृति पार्टीका जनप्रिय राष्ट्रिय नेता हर्क साम्पाङज्यू, उपस्थित सम्पूर्ण मेरा सहयोगी साथीहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू र यस कार्यक्रमलाई भव्य सभ्य रूपमा सफल बनाउनको निम्ति विभिन्न ठाउँबाट, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय देशवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई स्वागत भन्न चाहन्छु। धन्यवाद छ। खुसी लाग्यो यहाँको सन्चै हुनुहुँदो रहेछ। यो हाम्रो संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भनेर लेखेका छौँ। यो कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा मसँगै बस्नुहुने ठुल्ठुलो ढुङ्गा बोक्ने हाम्रो यो पार्टी भन्दा म चाहिँ अभियान भन्छु है, महाअभियान भन्छु। पार्टीदेखि चाहिँ वाक्क दिक्क एकदम पीडित भएर थुप्रै वर्ष हिँडेको मान्छे भएको कारणले पार्टी भन्नु कता कता मन पनि मान्दैन।
एनिवेज हामीले चाहिँ नि निर्वाचन आयोगमा दर्ता गर्यौँ, त्यसले गर्दा पार्टी नै भन्नु पर्ला। यो हाम्रो श्रम संस्कृति महाअभियानको नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यहाँ अगाडि सबैले गाउनु होला, देशलाई सम्झेर नलजाइकन गाउनु होला। ढुङ्गा छुँदा मेरो देश, हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई। दृष्टि 3 करोड नेपालीको 6 करोड हात, कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ अब, नीतिले मात्रै बन्दैन देश। कार्यक्रम सकेर अब के अरे फोटो सेसनहरू हुँदैछ गाइजहरू। फोटो सेसनहरू गरेर अब चाहिँ कार्यक्रम सकिसकेको छ। अब हामी पनि घरतिर लाग्नेछौँ। ओके, टाटा, बाई बाई। दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच गाइज।